हेलो सबैजनालाई नमस्ते। आज मेरो कोसीको हालत यस्तो छ। यो सिजनको फुलहरू मैले रोपेको थिएँ अनि सबै मर्यो। अनि त्यही भएर चाहिँ अब अरू प्लान्टहरू रोप्नु पर्यो भनेर चाहिँ हिजो नर्सरी गएर सामानहरू लिएर आएको थिएँ। यो माटो त्यही त नि, काठमाडौँमा माटो पाउन पनि साह्रै गाह्रो हुन्छ। म चाहिँ त्यही माटो चाहिँ लिएर आएको अनि 2 बोरा माटो, मल, कोकोपिटले अलि हल्का हुन्छ भनेर। काठमाडौँमा त अब माटो साह्रो गाह्रो हुन्छ। ल यो पानी नभएर सुकेछ जस्तो छ। यो अब छिटो यताउति गरिहाल्नु पर्ने छ। आज मेरो कोसीको हालत बिजोग भइराखेको छ। मैले हिजो इन्डोर प्लान्टहरू पनि किनेर लिएर आएको थिएँ। यो मेरो यत्रै किनेर लिएर आएको थिएँ अस्ति नै। अनि मैले कुनै युट्युबहरूमा मैले सुनेको थिएँ यत्तिकै रोप्नुपर्छ भनेर। अनि कुनैले चाहिँ हुँदैन यत्तिकै रोप्नु, हल्लियो भने जरा हल्लियो भने मर्छ यताउति भनेर बनेको थियो। त्यस्तै सोचेर मैले चाहिँ ल त्यत्तिकै रोप्ने होला भन्ठाने। भरे लास्टमा गएर हेर्दाखेरि त भित्रपट्टि एउटा कप जस्तो, प्लास्टिकको कप जस्तो हुँदो रहेछ। यो चाइनिज डल भन्छ यसको चाहिँ, भित्र कप जस्तोहरू हुँदो रहेछ। भरे त्यसले गर्दाखेरि सबै प्लान्ट मऱ्यो। एउटा पत्ता गर्दै झर्दै सुक्दै झर्दै गऱ्यो। म चाहिँ के भयो भनेर फङ्गिसाइड पनि हालेँ, साफी भन्ने हुन्छ त्यो निलो जस्तो हो, त्यो पनि हालेँ, यताउति हालेँ, तर भएन। अनि त्यसपछि भरे लास्ट अप्सन केही पनि भएन। अनि उखालेर हेरेको भित्र त सानो कप जस्तो हुँदो रहेछ। त्यसपछि भरे लास्टमा गएर यस्तो चुकचुक लाग्यो त्यतिखेर चाहिँ। अहिले त बरु अलिकति यो सस्तै भएको रहेछ प्लान्ट। पहिला त एकदम महँगो थियो चाइनिज डल चाहिँ। चाइनिज डलै भन्छ जस्तो लाग्यो साथीहरू। अनि एकदम महँगो भएरहेछ। अनि अलि सस्तो रहेछ। अनि मैले त्यो गरेँ। अब त्यही हो साथीहरू। अब के भन्न खोजेको के भने, तपाईँहरू पनि ऊहरू गर्दाखेरि चाहिँ, तपाईँहरू पनि यो केयर गर्दाखेरि चाहिँ भित्र एकदम त्यो खोलेर भित्र माटो चेक गरेर मात्रै रोप्नु। हुन त कतिजना त्यो युट्युबमा पनि हेर्छु, त्यो प्रायः जस्तो त्यो प्रतिवादी गार्डन हो कि यस्तै के भन्ने दिदीहरूका पनि हेर्छु। त्यो दिदीले पनि राम्रोसँग प्लान्टहरूको बारेमा भन्नुहुन्छ। अनि मेरो मम्मी पनि एकदम प्लान्ट, हामी त्यो त गर्ने होइन, तर प्लान्टको सोखिन नै छौँ भनौँ न, एक किसिमले गर्छौँ। भरे त्यो गर्दाखेरि चाहिँ यो चाहिँ चाइनिज डलहरूको भित्र अथवा अरू जुनसुकै प्लान्ट ल्याउँदाखेरि पनि भित्र पुरै खतालखुतुल गरेर चेक गर्नुपर्छ है साथीहरू। यस्तै छ मेरो करेसा बारी भनौँ न, गार्डन एक किसिमले। अस्ति न कहिले हो मैले यो टिपेको थिएँ अनि एकै सरले टिपेको थिएँ। भरे जोस् सबै मिक्स गरेर भए पनि यसो साग खान पाइन्छ जस्तो छ यसपालि। अनि जोस् एकसाथ हामी धेरै खान नपुगे पनि हाम्रो लागि चाहिँ पुग्छ भनौँ न एक किसिमले। अब हामी धेरैजना छैनौँ, जम्मा 3 जना मात्रै हो। अनि हेर्नु न, मौरीले पराग सेसन गरेको पनि कस्तो दामी। यस्तो भयो भने चाहिँ हुन्छ भन्छ होला नि, आश गरौँ। त्यस खुसी लाग्यो मलाई त यस्तो गरेको देखेर। अनि यो सबै मेरो चाहिँ अर्ग्यानिकै छ, त्यही भएर पनि सायद अब मौरीहरू आउँछ भनौँ न एक किसिमले। अनि अब यस्तो छ मेरो त कोसीको हालत बिजोग भएको छ। 2-4 दिन नहेरेको, कहिले अलिकति भ्याएको थिइनँ कामहरू यताउति गर्नको लागि। अब प्लान्टहरू सबै लिएर आएर कोठाको प्लान्टहरू पनि यस्तो मर्यो कि मेरो त मनै भाँचेको छ, तर केही छैन। अब मान्छेहरूले भन्छ नि जस सितेपछि पो फेरि गर्न पाइन्छ, नयाँ सिर्जना गर्न पाइन्छ भन्छ नि, हो त्यही भएर ठिक छ। त्यही हो अहिलेको। अब म पछि पनि हजुरहरूलाई देखाउँछु नि, यो सबै भ्याएपछि हजुरहरूलाई मेरो यो फेरि गार्डन देखाउँछु। मलाई चाहिँ गार्डनको साह्रै सोध्छ। अनि धन्यवाद। अनि यो चाहिँ अहिले
आजकल खै यो के अम्बा सानै बोटमा फुल्छ भनेको अस्तिको पालमा पनि मैले यो अम्बा लिएर आएको थिएँ साथीहरू। तर भरे रोपेको अलि दिनमा ढाब्राक्कै लाएर मर्यो। यति चित्त दुख्यो मलाई। लिएर आएको अनलाइनमा भनेर लिएर आएको, भरे त ठ्याक्कै त्यो रोप्न पासेन मर्यो। अनि त्यसपछि यही अहिले फेरि गर्छु भनेर फेरि लिएर आएको छु। अब हेरौँ साथीहरू के हुन्छ। आफूले गरुन्जेलसम्म त गर्नु पऱ्यो नि, सकुन्जेलसम्म। ल धन्यवाद हेरिदिनु भएकोमा। मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है साथीहरू। जम्मा 4 सब्सक्राइबर मात्रै छ क्यारे अहिले त, खासै कोही छैन। त्यही पनि यसो गरौँ, मेरो इन्ट्रेस्ट पनि जस्तो पनि हो अलिअलि गरौँ कि भन्ने सोचाइराखेको। धन्यवाद साथीहरू।